एकपटक आँखा बन्द गरेर सोच्नुहोस्, तपाईले लगाएका, किनेका, तपाईको प्रत्येक साडी, तपाईको हरेक महँगा गहना र तपाईको हरेक विलासी सामानको पछाडि रगत र पसिनाले भिजेको तपाईको श्रीमानको मेहनतको कमाई छ, जो मान्छे तपाईभन्दा 7 समुद्र पारी छ। ऊ चर्को घाममा उभिएर वा मुटु थरथरी कमाउने जाडोमा काम गर्दछ। उसको एउटै आशा हुन्छ, आफ्नो श्रीमतीको ओठमा मुस्कान होस्। श्रीमतीले परिवार समाजमा इज्जत साथ शिर ठाडो पारेर बाँच्न सकोस् भन्ने श्रीमानको ठुलो धोको हुन्छ। तर दुःखको कुरा, हामी 40% विदेशी पुरुषहरूको श्रीमतीहरू श्रीमानले उता काम गरेर सङ्घर्ष गरेर कमाएको पहिलो वर्षको कमाइदेखि नै उनीहरूलाई हावा लागेर नयाँ बोयफ्रेन्डको खोजीमा लागि परेको हुन्छ। उता परदेशमा भएको श्रीमानको बलिदानलाई बिर्सेर पढाइको फोहोरी खेलमा फस्दै जान्छन्। बोल्दैमा हाँस्दैमा के हुन्छ र, बुढो टाढा छ, उसले थाहा पाउने भए पो अलिकति खुसी खोज्दा के हुन्छ र भनेर सोच्ने गर्छन् अधिकांश श्रीमतीहरूले। तर उनीहरूले बुझ्दैनन्, त्यो खुसी वास्तवमा छेडी कागो हो, जसले एक दिन सबै कुरा खरानी बनाउँछ। वास्तविकताको क्रूर परिणामहरू जुन प्रेमिकाले आज तपाईसँग फेसबुक वा टिकटकमा मह जस्तै गुलियो मिठो बनेर कुरा गर्दैछ, उसले तपाईलाई माया गरिराखेको छैन। उसले तपाईले लगाएका गहना र बैंकमा जम्मा भएका पैसालाई माया गरिराखेको छ। तपाईको खाली ठाउँ देखेर उसले मौकामा चौका दाउ हान्न खोज्दैछ। बारी पनि तपाईको, घाँस पनि तपाईको, नाम्लो डोरी आँसी पनि तपाईकै। यता श्रीमानको पैसामा तपाईलाई पनि रमाइलो लागिरहेको छ। जुन दिन श्रीमानले पठाएको पैसा सकिन्छ, त्यो दिन त्यो प्रेमी पनि डराउन थाल्छ। अनि त्यसबेला तपाईको के हालत होला? एकचोटि सोच्नुहोस् त। श्रीमानले तपाईलाई कहिल्यै स्वीकार्दैनन्। त्यसपछि आफ्नो छोराछोरीले तपाईलाई साथ दिँदैनन्, आँखा तर्न थाल्छन्। माइती घर पतिन्जेल बस्नुहुन्छ, त्यहाँ पनि भाउजू वा बुहारीले बोझ मान्न थाल्छन्। समाजले चरित्रहीन आइमाई भनेर चिन्छन्। हिजोसम्म नमस्कार भाउजू वा बुहारी भन्नेले आज उनीहरूले नै एक्लै हो, जाऊ कतै खाजा खाऊ वा रात बिताएर आऊ भन्न थाल्नेछन्। याद गर, विदेशमा भएका वा नेपालमै भएर पनि टाढा भएर काम गर्दै आएका श्रीमान पैसा कमाउने मेसिन मात्र होइनन्। उहाँ तपाईको सम्मान हो, तपाईको आश्रय हो, तपाईको अस्तित्व हो। उहाँप्रति विश्वास गरेर घर सम्हालेर बस्नु जिम्मेवारी मात्र होइन, आफ्नो पहिचान जोगाइराख्नु पनि तपाईको सबैभन्दा ठुलो धर्म हो। आज ऐना अगाडि उभिएर आफूले आफैलाई सोध्नुहोस्, के तपाईले त्यो श्रीमानको इज्जत राख्नु भएको छ? कि उसले दुःख गरेर कमाएको पैसाले पोलेर जिन्दगीभर गुनासो गर्दै बिताउने अवस्थामा पुग्दै हुनुहुन्छ? तपाईको धारणा के छ? जस्ताको तस्तै कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आज मैले तपाईहरुमा सानो लेख चाहिँ प्रस्तुत गरे। कसैको जिन्दगीमा मेल खान सक्छ, चाहे पुरुष होस् चाहे महिला होस्। तपाई हामीले चाहिँ अहिलेको यो 21औं शताब्दीमा सामाजिक सञ्जालमा देखेको आधारमा टिकटक फेसबुकमा साथी हुँदै बोल्दै हाम्रो घरमा आगो धन्किरहेको छ। हाम्रो समाजलाई चाहिँ भट्काउने, हाम्रो समाजमा विभिन्न किसिमका घटनाहरू घटिरहेका छन्। त्यही भएर तपाईले आफ्नो ठाउँमा आफूलाई सुरक्षित राख्नुहोला, आफ्नो परिवारलाई पनि सुरक्षित राख्नुहोला। यो महिलाको मात्र होइन, पुरुषको हकमा पनि लागू हुन सक्छ। यो भिडियो मन पर्यो भने तपाईहरुले शेयर गर्न सक्नुहुन्छ। आजको यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आगामी दिनमा कस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ त्यो पनि हामीलाई सुझाव सल्लाह दिन नभुल्नुहोला। हाम्रो यो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई हृदयदेखि नै धन्यवाद। तपाईको दिन शुभ रहोस्। आजको लागि यति नै। भोलि फेरि यस्तै नयाँ फरक तरिकाको सन्देशमूलक जानकारी लिएर उपस्थित हुने बाचा गर्दै आजको लागि म पनि छुट्टिन चाहन्छु। स्वस्थ रहनुहोला, मस्त रहनुहोला। धन्यवाद।